मास्टरसेफ इन्डियाबाट मन जितेका रत्नबहादुरलाई कुलुबाईको ठूलो सहयोग। टिकटक लाइभमा बसिरहँदा कुलुबाईले मानवताको सुन्दर उदाहरण प्रस्तुत गरेका छन्। लाइभको क्रममा उनले प्रेम तामाङलाई दाइ सराज सम्झिँदै 50,000 रुपैयाँ सहयोग पठाइदिन्छु भनेका थिए, तर प्रेम तामाङले पर्दैन भन्दै नम्रतापूर्वक अस्वीकार गरे। त्यसपछि कुलुबाईले आफ्नो भाइ सम्झेर राख्नु भन्दै भावुक शब्दसहित 50,000 रुपैयाँ सहयोग पठाए, जसले सबै नेपाली दर्शक महानुभावहरूको मन छोएको छ। नेपालका रत्नबहादुर तामाङ कहिले हार नमान्ने प्रेरणाका प्रतीक हुन्। उनी पहिले सेफको रूपमा काम गर्थे, तर सन् 2015मा भएको एउटा दर्दनाक घटनाका कारण आफ्नो दुवै हात गुमाए। शारीरिक रूपमा अपाङ्गता भए तापनि आत्मबल कहिल्यै नहारेका रत्नबहादुरले घर चलाउन र गुजारा गर्न सामाजिक सञ्जाल मार्फत भिडियोहरू बनाउँदै आएका छन्। हालसालै उनले मास्टरसेफ इन्डियामा सहभागी भएर चाउचाउ पस्कदै गर्दा सबैको मन जितेका छन्। उनको सङ्घर्ष, साहस र आत्मविश्वास देखेर निर्णायकदेखि क्यामेराम्यानसम्म उभिएर ताली बजाउँदै सम्मान गरे, जुन दृश्यले लाखौँ नेपालीहरूलाई भावुक बनाएको थियो। यही प्रेरणादायी यात्रा देखेर कुलुबाईले आफूले रत्नबहादुर तामाङलाई सन्देश पनि गरेका थिए र उनको सङ्घर्षप्रति सम्मान व्यक्त गरेका थिए। मानवता, माया र साथको यस्तो उदाहरणले अझै